उक्लिएको छ। 8 टोली सहभागी लिग 2 को 7औं स्थानमा पुगेको नेपालका लागि बाँकी खेलहरू जित्नै पर्ने दबाव छ। 13 खेलमा 8 अङ्क जोडेको नेपालको पहिलो लक्ष्य लिग 2 को मान्यता जोगाउनु पर्ने हो। दोस्रो, नेपालले लिग 2 को मान्यतासँगै एकदिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउनु हो। यी दुवै सफलता हात पार्न नेपालले अझ मेहनत गर्दै चट्टान फोड्नु पर्नेछ। एकदिवसीय विश्वकप क्वालिफायर खेल्न शीर्ष 4 मा स्थान बनाउनु पर्ने हुन्छ। 20 खेलमा 28 अङ्क सहित अङ्क तालिकाको शीर्ष स्थानमा अमेरिका छ। यस्तो अवस्थामा नेपालले शीर्ष 2 मा रहन बाँकी सबै खेल जित्नुको विकल्प छैन। लिग 2 मा हरेक टोलीले 36 खेल खेल्न पाउने व्यवस्था छ। तर नेपाली टोलीमाथि लिग 2 को मान्यता जोगाउनु पर्ने चुनौतीको पहाड उभिएको छ। अन्य टोली भन्दा कम खेल खेलेको नेपाली टोलीले अब जितलाई केन्द्रमा राखेर खेल्नु पर्नेछ। नेपालले बुधबार नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। न्युज 24 टेलिभिजनका लागि टिभी जर्नलिस्ट विनोद विक्रम भण्डारी, काठमाडौँ।